नेपाली सेना नभएको अस्ति देश कोल्याप्स हुन्छ भने मैले भनिदिइरहेको त 24 गते नै देश अर्कोले हातमा गइसक्यो थियो नेपाली सेना नभएको भए यो बुझ्नु न खालि नेपाली सेना त्यति हेर्न पाइँदैन के नेपाली सेना नभएको भए 24 गते नै देश कोल्याप्स भइसक्यो थियो यो त बुझ्नुस् अब अझ तपाईलाई मैले नयाँ कुरा भनेको छु अहिले पनि यो छ नि बालेन्द्र शाहको 2 वर्ष 5 वर्ष भन्छ नि 2 वर्ष उसको मेन टार्गेट हो तर यति फास्ट काम गर्दैछ कि 13 महिनाभित्र उहिले काम सकाउँछ र अबको 13 जोडिराख्नु आज कति गते हो अबको 13 महिना पछाडि बालेन प्रधानमन्त्री रहँदैन सेनाले त्यत्रो सहयोग गरेछ अनि त्यही सेनाकै कारणले त गर्दैन सेनाको ट्याक्स पुरा हुन्छ अब यो तपाईलाई 4 जना मान्छे हेर्नु है नेपाली कांग्रेसको जिम्मा गगन थापालाई लगाउनु पर्ने छ अन्तर्राष्ट्रिय पोलिसी एमालेको जिम्मा विद्यादेवी भण्डारी लगाउनु पर्ने छ त्यो हुँदैछ हेर्नुस् दुईटा अब यो गगन थापालाई लगाउने चाहिँ कहिलेसम्म हुन्छ भने 4-5 महिना पछाडि उनीहरूले महाधिवेशन के गर्ने नियमित माथि त्यसैसम्म हुन्छ अनि अब यो कति दिन लाउँछन् अब विद्यादेवी भण्डारीलाई त्यहाँ पुर्याउँछन् अरू कम्युनिस्टहरूको के अरे प्रचण्ड भइहाले यो 3टा मध्ये लास्टमा गएर प्रचण्ड र विद्यादेवी भण्डारीलाई मिलाउनु पनि प्रयास गर्दैछन् अनि यो गगन थापाको हुन्छ त्यस पछाडि राष्ट्रपाको र गगन थापाको च्यानल फिट हुन्छ अनि यो सबै कुरा अब के हुन्छ भन्ने कुरा राजा ज्ञानेन्द्रलाई थाहा छ यो 4 जना थाहा छ है विद्यादेवी भण्डारीलाई थाहा छ गगन थापालाई थाहा छ प्रचण्डलाई थाहा छ राजा ज्ञानेन्द्रलाई थाहा छ तर मलाई चाहिँ थाहा छैन नि फेरि गढी के हुन्छ अरे हेर्नुहोस् है अब त्यो फेज चाहिँ के हुन्छ त्यो सोच्नु पर्ने सुदन गुरुङले राजीनामा दियो अरे अब के हुन्छ अरे के हुन्छ सुदन गुरुङलाई कोप भाषणमा पारे नि त सर कसरी के को बाधा पारे उसको आफ्नो ड्युटी पुरा गरे अभिमन्युको अहिले इतिहासमा कति नाम छ अभिमन्यु चक्रव्यूहमा फसेको सुन्नु भएको छैन भनेपछि सुदन गुरुङ अभिमन्यु बने बनाए नि